नमस्कार। आज पनि मैले आफैले सिर्जना गरेको एउटा सानो कथा लिएर हजुरहरू सामु उपस्थित भएकी छु। पक्कै पनि हजुरहरूको राम्रो प्रतिक्रियाका लागि म पनि एकदम प्रतीक्षारत रहेकी छु है। मेरो कथाको शीर्षक छ नजरभित्रको नजारा। यो चाहिँ एकजना महिला जो 40-45 वर्षको हुनुहुन्छ उहाँको जीवनमा आधारित कथा हो। कथा यसरी सुरु हुन्छ। हरेक बिहान जयन्ती घरदेखि अफिससम्मको पैदल यात्रा गर्थिन्। उनी कम्पनीको वरिष्ठ पदमा थिइन्, तर आफ्नो यात्रालाई सधैँ शान्तिपूर्ण राख्न चाहन्थिन्। गाडी घर अगाडि पार्किङमै उभिएको अवस्थामा भए पनि उनी पैदल जान रुचाउँथिन्। उनी सोच्थिन् यो उनको आफ्नो समय हो, जहाँ मनका झरनाहरू बग्न पाउँथे। हिँड्दा मन एकदम हलुका हुन्थ्यो। जीवनको दौडधुपमा कहिलेकाहीँ रोकिएर यस्तो सानो सन्तुष्टि खोज्न पाउनु ठुलो कुरा हो। उनी जान्छन् यो बाटो किनभने यसले वास्तविकतासँग जोड्छ। पैदल हिँड्नाले थाहा हुन्छ कि खुसीहरू ठुलो होइनन्, साना कुराहरूमा भेटिन्छन्। एक सूर्यको किरण, एक मुस्कान, एक शान्त साँझ, एक हावाको स्पर्शमा भेटिन्छन्। यस्तो लाग्थ्यो यो यात्राले उनको जीवनलाई नयाँ आँखाले हेर्न सिकाउँछ। अनि फेरि खुसीको त्यो सरल अनुभूति लिएर अघि बढ्छिन्। कुनै गाह्रो छैन, केवल शान्ति र आनन्द छ। जयन्तीको चाल नै फरक थियो, शान्त, स्थिर, तर कतै भित्र एउटा उन्मुक्त विद्रोह लुकेको जस्तो। उनले पहिरिएको साडी उनको रोजाइ जस्तै गहिरो थियो, निलो र खरानी रङ मिसिएको, न आँखामा भिजिने न मनबाट हट्ने। हल्का काजलले आँखालाई कुरा गर्न सिकाएकी थिइन्। र मुस्कान, त्यसमा त न त नजिक हुन दिने खुलापन थियो, न त टाढा बस्न दिने कठोरता। हातमा समाएको झोलाभित्र किताब, छाता र केही रहस्यहरू लुकेका थिए। उनी हिँडिरहेकी थिइन्, मानव बाटोभन्दा उनैलाई हेरिनु जरुरी थियो। उनको अनुहारमा जीवनका अनेकौं पाटो समेटिएको थियो। अनुशासन, मेहनत र दृढता देखिन्थ्यो। सधैँको बिहानी झैँ जयन्तीको नजर उसै गरी हिँडिरहेको थियो, न अगाडि न छेउ, केवल मनभित्र डुबेको जस्तो। सोचहरू भेलमा बग्दै थिए, नजरहरू भुइँमा झुकेका थिए। अनि अचानक कसैको उपस्थितिले उनको गति रोकेको अनुभव भयो। मोड नजिकै पुग्दा कसैसँग हल्का ठोक्किन लागेकी थिइन्, तर ठोक्किनु अघि नै दुवैजना एकैछिन टक्क रोकिए। एकछिनको लागि समय स्थिर भए जस्तो लाग्यो। बस त्यही क्षण जहाँ दुई अपरिचित आँखाहरू पहिलो पटक जुधे। त्यो समय यति छोटो कि पहिचान गर्न गाह्रो, तर यति गहिरो कि मनले त्यसलाई बिर्सन सकेन। न त अभिव्यक्ति थियो, न कुनै सङ्केत, केवल दुई जोडी आँखा। जयन्ती केही कदम अगाडि बढिसकेपछि बल्ल त्यो नजरभित्रको कम्पनले उसलाई छोयो। त्यो आँखामा केही थियो, शान्त तर सोधिरहने, स्थिर तर बोलिरहने केही। उनले थाहा पाइनन् कहिले गरौँ सास फेरिसकिन्, केवल महसुस गरिन्। नजरले केही मागेको थियो, केही सम्झाएको थियो। पुरुष पनि त्यति नै पर पुगिसकेको थियो, तर उसको मन अझै त्यही मोडमा अडिएको थियो, जहाँ त्यो आँखाको अर्थ त पछि बुझियो, तर असर पहिले परिसकेको थियो। दुवैका मनमा त्यो नजर एक झलक थियो, एक अबोली प्रेमको पहिलो स्पर्श, जुन आफैले भनिँदैन, केवल बिस्तारै मनभित्र मौन तर गहिरिएर बस्छ। केही थियो ती आँखामा, सायद खोज, सायद चिन्जान, सायद केवल संयोग। तर त्यो मोड पार गरेपछि पनि जयन्तीको मन एकछिन त्यहीँ अडिएको थियो। उनी बिस्तारै हिँडिरहेकी थिइन्, तर मनभित्र हल्का अलमल झल्किएको थियो। त्यो आँखाले केही भन्यो कि मलाई मात्रै लाग्यो? त्यो प्रश्नले धेरै बोल्न सकेन, तर साथ छुटाएन। उनी सोच्दै हिँडिरहन्, एकहोरो मन्द मुस्कानसँग, जसरी कुनै गीतको हरफ मनभित्र बजिरहन्छ। सोच्दै सोच्दै उनी घर आइपुगिन्। ढोका खोलेर भित्र पस्न साथ लजालु हाँसोमा लपेटिएका आफ्ना परिवारको स्वागत, भान्साबाट आइरहेको मसला र चिया मिसिएको बास्ना, अनि पतिले झ्याल नजिकबाट मेरो पर्खाइमा बिछ्याएका नजरहरू। एकाएक जयन्ती फेरि आफ्नो संसारमा फर्किन्, जहाँ ऊ पत्नी थिइन्, आमा थिइन्, एक भरिएको जीवनकी केन्द्र थिइन्। न मोड, न त्यो नजर। सायद भुलिन् या भित्र कतै राखिन्, एक भिजेको पत्र जस्तो, जुन खोलिएला कुनै शान्त रातमा, चुपचाप मन छुटेको बेला। समय चक्र उही, दैनिकी उही, थकाइ र दौडधुपको फेरो। बेलुका आयो, बिहान गयो, घडीको सुईले बस कर्तव्य लेखिरह्यो। त्यही नियमित बाटो, भिडको बीच, मोड त्यही, अनि माहौल पनि त्यस्तै बन्दै गयो। त्यो अपरिचित व्यक्तिसँग दैनिकी जसो भेट, मात्र मौन दृष्टि स्पर्श। सुरुमा त्यो नजर जुदाई केवल सामान्य लाग्थ्यो। जयन्तीले महसुस गरिन् त्यो अन्जानको आँखामा केही पीडा छ, एक अधुरो प्रेम छ, जुन उसले बचाउन खोजिरहेको छ। अर्को दिन पनि त्यो साँझ फेरि आयो। जयन्ती आफ्नो बानी अनुसार पैदल हिँड्दै त्यही मोडतर्फ पुगिन्। मनमा केही अनौठो अपेक्षा थियो, तर त्यो आफैलाई थाहा थिएन। त्यही जति बेला सूर्य अस्ताउन लागेको थियो, उही पुरुष, त्यही नजरहरू फेरि जुधे। यो पटक अझै गहिरो, अझै चिरपरिचित। ती 30 सेकेन्डहरू फेरि बिते।
यो प्रक्रिया बार बार दोहोरिन थाले। यसरी पटक पटकको मौन हेराएपछि जयन्तीको मनले पनि ती आँखाहरूको भाषा बुझ्ने इच्छा राख्न थाल्यो। त्यो मोड अब केवल बाटोको मोड थिएन, एक अनौठो सम्बन्धको बिन्दु बनेको थियो, जहाँ दुई अनजान मनहरू शान्त तर सशक्त रूपमा जोडिएका थिए। ती नजरहरूले शब्दभन्दा बढी दोहोरो संवाद गरे। आँखाले मनका अनकहा कथा सुनायो, आँखाले प्रेमको मौन भाषा बोलायो। यो प्रेम कुनै अपराध थिएन, कुनै धोका थिएन, यो त दुई मनबीचको एउटा सानो संसार थियो, जहाँ शून्य बोलीले गहिरो अर्थ बोकेको थियो। अब त दिनौँ हुने त्यो भेटघाट आफैमा एक मिठो अप्ठ्यारो जस्तो भइसकेको थियो। न दुवैले खुलेर केही भन्न सक्थे, न त पूर्ण रूपमा टाढा बस्न सक्थे। एक मौन समझदारी थियो, जसले उनीहरूको ओठमा अलिकति मुस्कान ल्याउँथ्यो, तर ती मुस्कानमा छिपेको पीडा र असमझदारीलाई शब्दले कहिले समेट्न सकेन। त्यो मुस्कानमा लुकेको चाहना थियो, जसलाई खुलाउन दुवैले डराउँथे। जुन दिन ऊ आउँदैन थियो या आफै अफिसबाट ढिलो फर्केर त्यो मोडतिर आइपुग्थिन्, जयन्तीको मनमा गहिरो पर्खाइ सुरु हुन्थ्यो। त्यो पर्खाइमा आशाले उज्यालो दिन खोज्थ्यो, तर कहिलेकाहीँ निराशाको छायाले पनि घेरिन्थ्यो। ऊ झैँ कठोर, चुपचाप र रहस्यमय थिए। त्यस्तै गहिरा र संवेदनशील थिए उनका नजरहरू, जसले जयन्तीको मनका लुकेका भावना पढ्न थालिसकेका थिए। त्यो नजरको भाषा मौन थियो, तर त्यो मौनतामा एउटा आक्रोश, एक चोट र एक अनकन्टार प्रेमको कथा लुकेको थियो। उनको नजरले पर्खाइको कथा सुनाइरहेको थियो, एक युगको प्रेमको कथा, जुन शब्दभन्दा बाहिर थियो, जुन केवल आँखाले मात्र महसुस गर्न सक्थ्यो। उसका पाइला अगाडि बढिरहेका थिए, तर विचारहरू ती त विगतको कुनै क्षणमा अड्किएका थिए, त्यही 30 सेकेन्डको आँखाको जुदाइमा, जहाँ समयले सास फेर्न भुल्यो। के ऊ साँच्चै अस्तित्वमा थियो? उसले भित्रभित्र आफूलाई सोधी। कि त्यो केवल मेरो अन्तर्स्करणको कुनै मधुर छाया थियो? त्यो नजर अझै झल्झली आउँछ, शब्दविहीन तर हृदयभित्र भुचाल ल्याउने। यदि त्यो केवल एक झलक थियो भने किन यति गहिरो असर पार्यो? उसले फेरि सोची, किन त्यो एक दृष्टिले 42औं वर्षको मौनता हल्लायो? कहिले प्रेम नबोलेको मन आज आफैसँग लाज मानिरहेको थियो। के म साँच्चै प्रेम गर्न सक्ने रहेछु? उसले मनमनै स्वीकार्न खोजी। ढिलो भए पनि साँचो प्रेमको चिहान हृदयमै बनिसकेको थियो। बिस्तारै भेट भयो, फेरि उसै गरी हरायो। न त हामी बीच कुनै बोलचाल भयो, न त परिचय साटियो, तर त्यो एक नजर, त्यो 30 सेकेन्डको मौन संवाद कति हृदयको कुनामा गहिरो गरी अड्कियो। त्यो अपरिचित साँच्चै अपरिचित नै त थियो, तर कता कता चिर परिचित लाग्यो। हुन त ऊ भिडमै हरायो, तर उसको हेराइ मेरो नयनमा स्थिर भयो झैँ लाग्यो। उसले केही भन्यो, तर शब्द नभई केवल दृष्टिले। अनि बल्ल बुझेँ मैले, यो नयन प्रेम रहेछ, कसैले नदेख्ने, नछुने, तर गहिरो, स्थायी र मौन प्रेम। के प्रेम सधैँ बोल्नुपर्छ त? के उसलाई भन्न नपाई त्यो प्रेम भएन? के मैले नजरमै प्रेम गर्नु पाप हो त? यदि हो भने म त चुपचाप, बिना कुनै स्पर्श, बिना आवाज, बिना उपस्थितिको पापमै बाँचेछु। तर त्यो पाप धेरै मिठो लाग्यो। त्यही पापमा म आफ्नो अस्तित्व भेटिरहेछु, अनि सायद उसलाई पनि। अब जब ऊ कहिले आउँदैन, तर मौन प्रेम नै उसले दिएको जीवनको एउटा मिठो गुप्त उपहार भयो। जयन्तीका बच्चा हुर्किए, उनले धेरै प्रमोसन पाइन्, तर त्यो नजर जुदाइ कहिल्यै परिवर्तन भएन। समयले केही चिज पुरानो बनायो, तर त्यो मौन प्रेम भने सदैव नयाँ रह्यो। मौन प्रेम, जसले कसैलाई पीडा दिन सकेन, तर जीवनलाई अर्थ दिन्छ। यो प्रेम न बन्धन हो, न अपराध। यो प्रेम हो जसले दुई अलग जिन्दगीलाई एकछिनको स्पर्शमा जोड्छ। आँखा जुधे, मन बोल्यो, शब्द नभए पनि मौन प्रेमले सबै कुरा बतायो। अनि उसले आफूलाई अन्तिम प्रश्न सोधी, के यो पर्खाइको अन्त्य हो या केवल सुरुवात? अब म आफूभित्र फर्किने, आफ्नै हृदयसँग बोल्ने, आफैलाई प्रेम गर्न सिक्ने। त्यो क्षण ऊ केही थाहा नपाएर पनि मुस्कुराई, किनकि कहिलेकाहीँ एक झलक, एउटा नजर, एक मौनताले नै त जीवनको सबैभन्दा ठुलो उत्तर दिन सक्छ। धन्यवाद।